एकदम नर्मल्ली राम्रोसँग कन्भर्सेसन गरेर उहाँहरूसँग बोल्न सक्छौँ, उहाँहरूसँग हामीले डिफ्रेन्ट स्किल्सहरू सिक्न सक्छौँ। कस्तो लाग्छ? राम्रै लाग्यो, यहाँको फेसिलिटीहरू सबै राम्रै छ, बारिस्टा सिकाउनु छ, राम्रै सिकाउनुहुन्छ, सबैजना यहाँ आइसिक्ने होला। मलाई चाहिँ पहिल्यैदेखि बारिस्टा सिक्न मन लागेर यहाँ आएको। अनि खासमा भन्नुपर्दाखेरि मैले बारिस्टाको बारेमा चाहिँ धेरै बुझेँ। अनि पहिला सुरुमा चाहिँ लागेको थियो यो बारिस्टा भनेको त जाने, त्यहाँ गएर आर्ट हान्ने त होला नि जस्तो लागेको थियो होइन। धेरै कुराहरू सिक्न पाइयो, आर्ट मात्रै नभएर त्यो कफीभित्र धेरै कुराहरू सिक्नु। अनि हजुरलाई चाहिँ कस्तो लाग्यो? मलाई खुबै राम्रो लाग्यो। मैले चाहिँ बारिस्टा मात्रै लिएको हो नि त, अनि त्यो बारिस्टा किताब पनि सबै राम्ररी सिकाउनु भयो, सबै कुरा राम्रै छ। तपाईँहरू पनि आएर सिक्दिनु होला, यति भन्दा एकदम नर्मल्ली राम्रोसँग कन्भर्सेसन गरेर उहाँहरूसँग बोल्न सक्छौँ, उहाँहरूसँग हामीले डिफ्रेन्ट स्किल्सहरू सिक्न सक्छौँ। कस्तो लाग्छ? राम्रै लाग्यो, यहाँको फेसिलिटीहरू सबै राम्रै छ, बारिस्टा सिकाउनु छ, राम्रै सिकाउनुहुन्छ, सबैजना यहाँ आइसिक्ने होला। मलाई चाहिँ पहिल्यैदेखि बारिस्टा सिक्न मन लागेर यहाँ आएको। अनि खासमा भन्नुपर्दाखेरि मैले बारिस्टाको बारेमा चाहिँ धेरै बुझेँ। अनि पहिला सुरुमा चाहिँ लागेको थियो यो बारिस्टा भनेको त जाने, त्यहाँ गएर आर्ट हान्ने त होला नि जस्तो लागेको थियो होइन। धेरै कुराहरू सिक्न पाइयो, आर्ट मात्रै नभएर त्यो कफीभित्र धेरै कुराहरू सिक्नु। अनि हजुरलाई चाहिँ कस्तो लाग्यो? मलाई खुबै राम्रो लाग्यो। मैले चाहिँ बारिस्टा मात्रै लिएको हो नि त, अनि त्यो बारिस्टा किताब पनि सबै राम्ररी सिकाउनु भयो, सबै कुरा राम्रै छ। तपाईँहरू पनि आएर सिक्दिनु होला, यति भन्दा